यो आज हामी चाहिँ यहाँ नवलपुर पछिल्लो टाइम जुन टुक्रिएर जुन जिल्ला टुक्रिएको थियो त्यो चाहिँ नवलपुर भन्ने ठाउँमा एउटा कति राम्रो यो चाहिँ एकदम राम्रो देवचुली भन्ने रहेछ क्या देवचुली रहेछ। अनि तलतिर एउटा माईको थान जस्तो रहेछ सायद मैले अघि पनि हेरेको थिएँ अब भिडियोमा देखाउन त सक्दिनँ अलिक तलतिर छ। अनि यहाँदेखि चाहिँ यो कहिले अब यो माछापुर्ची हिमालय पनि भन्छन् कहिले यो अन्नपूर्ण हिमालय पनि भन्छन्। यहाँबाट त्यस्तो दामी हिमाल देखिने रहेछ देखिसक्यो अनि त्यही हो लगभग यहाँ चाहिँ तपाईँको तल हाइवेदेखि नै आउनु पर्यो भने त झन्डै 4 घन्टा लाग्छ कि क्या हो। तल स्टेसन तलतिरको स्टेसनदेखि यहाँ माथि आउन चाहिँ 2 घन्टा भनौँ न 2.5 घन्टा जति लाग्ने देवचुली डाँडाको रहेको छ। देवचुली डाँडा हालैमा नवलपरासी टुक्रिएर जुन नवलपुर भएको थियो उक्त नवलपुर जिल्लामा अवस्थित देवचुली डाँडा समुद्र सतहदेखि लगभग 1934 मिटरको हाइटमा रहेको छ। यस डाँडा यो देवचुली हिल स्टेसनदेखि हामीले यहाँबाट चाहिँ हिम श्रृङ्खलाहरूको दृश्यहरू देख्न सक्छौँ। दक्षिणतिर नारायणी नदी तराई क्षेत्र पूर्वी पश्चिम राजमार्ग र चितवन र आसपासका पर्वतीय दृश्यहरू पनि देख्न सकिन्छ। पछिल्लो समय चाहिँ यस स्थानमा एउटा धार्मिक महत्त्व राख्ने स्थल जसलाई चाहिँ 3 कन्या माईको मन्दिर भनेर पनि चिनिन्छ। यसको 3 कन्या माईको मन्दिर चाहिँ स्थापना गरिएको रहेछ। खास गरी देवचुली डाँडामा पुग्नका लागि चाहिँ 2 मुख्य मार्गहरू छन् जुन एउटा कृतिपुर मार्ग रहेको छ र अर्को चाहिँ पोखरी मार्ग भन्ने रहेको छ। र हामी 2 मार्गमध्ये पोखरी मार्गबाट चाहिँ पोखरी मार्गलाई स्टेसन बनाउँदै त्यहाँदेखि चाहिँ ट्रेकिङ गरेर यहाँसम्म आइपुग्यौँ। हाल ट्रेकिङ मार्गमा चाहिँ केही स्थानहरूमा सिडी र रेलिङहरूको निर्माण गरिएको छ ताकि यात्रुहरूलाई सहज र सुरक्षितको अनुभव होस् भनेर। स्थानीयका अनुसार चाहिँ महाभारत कालमा चाहिँ पाण्डवहरू यही देवचुली डाँडामा आएर लुकेको भन्ने मानिन्छ। मरेपछि चाहिँ कहाँ पुगिन्छ भनेर चाहिँ भन्न सकिँदैन। घुम्नुहोस्, नयाँ नयाँ ठाउँहरूको अवलोकन गर्नुहोस्, त्यहाँको संस्कृति संस्कारहरूलाई बुझ्ने प्रयास गर्नुहोस्। त्यति गर्दा चाहिँ अवश्य पनि स्वर्गको अनुभूति चाहिँ हुन्छ। हस्, धन्यवाद।